विद्यार्थी भाइ बहिनीहरु तथा शिक्षक साथीहरु नमस्कार। आजको यो भिडियोमा हामी क्लास 12 इंग्लिशको युनिट 11 अन्तर्गतको कम्प्रिहेन्सन, वर्किङ विथ वर्ड्स र क्रिटिकल थिंकिङ सँग रिलेटेड एक्सरसाइजहरु हेर्ने छौं। सो भिडियो लास्टसम्म हेरेर फाइदा उठाउनु होला। वर्किङ विथ वर्ड्स बाट सुरु गरौँ भाइ बहिनीहरु। यो चाहिँ पेज नम्बर 91 र 92 मा रहेको छ। यसको एक्सरसाइज नम्बर ए ले के भन्छ त भन्दा फाइन्ड द वर्ड्स फ्रम द टेक्स्ट व्हिच हैव द फलोइङ मिनिङ्स भनेको छ। यहाँनेरि हामीलाई मिनिङ दिएको छ, त्यो मिनिङ कुन चाहिँ वर्डको हो भन्ने कुरा चाहिँ हामीले टेक्स्टबाट खोजेर पत्ता लगाउनु पर्ने हुन्छ। ओके, मैले यहाँ 9 वटै मिनिङहरुको चाहिँ वर्ड पत्ता लगाएर राखिदिएको छु। भाइ बहिनीहरुले बुझेर सार्नु होला। ओके, सार्ने पनि होला अनि यो वर्डहरुको मिनिङ चाहिँ सिक्ने कोसिस पनि गर्नु होला। अलराइट, ल ए नम्बरको अन्डुलेसन, बी नम्बरको रेप्लिकेट, सी नम्बरको डेलिपिटेटेड, डिलेपिटेटेड त्यसरी हुन्छ। ओके, नाउ एक्सरसाइज नम्बर बी हेरौँ भाइ बहिनीहरु। फाइन्ड द मिनिङ अफ द फलोइङ वर्ड्स फ्रम द डिक्सनरी भनेको छ। ल अब यहाँनेरि चाहिँ हामीलाई विभिन्न वर्डहरु दिएको छ। त्यो वर्डको विभिन्न 5 वटा वर्ड दिएको छ। त्यो वर्डको चाहिँ हामीले डिक्सनरी मिनिङ पत्ता लगाएर लेख्नुपर्ने हुन्छ। ओके, यहाँ क्लास 11 र 12 को बुक कम्पलसरी इंग्लिश को बुकले चाहिँ एकदम डिक्सनरी युजलाई चाहिँ एकदम बढावा दिएको छ भाइ बहिनीहरु। त्यही एक्टिभिटीसँग रिलेटेड एक्सरसाइज हो यो। यसमा चाहिँ हामीले डिक्सनरीबाट खोजेर यो 5 वटा वर्डहरुको मिनिङ पत्ता लगाउनु पर्ने हुन्छ। नाउ अब कम्प्रिहेन्सनसँग रिलेटेड एक्सरसाइज हेरौँ भाइ बहिनीहरु। यसमा चाहिँ एन्सर द फलोइङ क्वेशन पर्छ है त। जम्मा 10 वटा क्वेशन दिएको छ। त्यो 10 वटा क्वेशन मध्ये आई हैव मेन्शन्ड द आन्सर अफ क्वेशन नम्बर ए, बी एन्ड सी हियर। ओके, क्वेशन नम्बर ए, बी र सी को आन्सर चाहिँ तपाईँ यहाँ देख्न सक्नुहुन्छ। क्वेशन नम्बर ए ले के भन्छ त भन्दाखेरि व्हाट इज द अथर्स फेभरेट हबी, व्हाई डज ही लाइक इट सो मच भनेको छ। अथरको चाहिँ फेभरेट मनपर्ने काम के हो अनि उसलाई चाहिँ त्यो मनपर्नुको कारण के हो भनेर सोधेको छ। बी ले चाहिँ व्हाट सर्ट अफ रोड्स डिड द राइटर प्रिफर टु वक और when she was very young भनेर भनेको छ। तीनटै क्वेशनको आन्सर तपाईँ त देख्न सक्नुहुन्छ। अब क्वेशन नम्बर डी, ई र एफ को आन्सर पनि हेरिहालौँ भाइ बहिनीहरु। क्वेशन नम्बर डी ले चाहिँ इन व्हाट वेज वेयर द रोड्स इन काठमाडौँ डिफरेन्ट फ्रम द वन्स इन सिडनी भनेको छ। काठमाडौँको रोड चाहिँ सिडनीको रोड भन्दा कसरी चाहिँ फरक थिए त भनेर क्वेशन सोधेको। क्वेशन नम्बर ई ले चाहिँ हाउ डिड वकिङ हेल्प द अथर इन द न्यू कन्ट्री भनेको छ। वकिङले चाहिँ अथरलाई कुनै नयाँ देशमा चाहिँ कसरी हेल्प गरेको थियो भनेर भनेको हो। अनि क्वेशन नम्बर एफ ले चाहिँ व्हाट वेयर द ट्रेजर्स अफ पेटरसम वेयर द राइटर लिभड विथ हर फ्यामिली भनेको छ। तीनैवटा क्वेशनको त आन्सर तपाईले देख्नुभयो। अब लास्टको 4 वटा क्वेशनको आन्सर पनि हेरिहालौँ भाइ बहिनीहरु। क्वेशन नम्बर जी, एच, आई र जे को यो 4 वटा क्वेशनको आन्सर चाहिँ मैले यहाँ लेखेको छु। क्वेशन आन्सरलाई चाहिँ मैले जतिसक्दो छोटो बनाउने कोसिस गरेको छु ताकि भाइ बहिनीहरुलाई पढ्न, मेमोराइज गर्न अनि होमवर्क गर्न पनि सजिलो होस् भनेर मैले यो गरेको हो। भाइ बहिनीहरुले झर्को नमानिकन बुझेर मात्रै सार्नु होला। अलराइट, अनि क्वेशनको आन्सर चाहिँ अब छोटो के रे अक्षर सानो जस्तो लाग्छ भने चाहिँ फुल स्क्रिन पारेर पनि तपाईले देख्न सक्नुहुन्छ है, बेटर भिजिबिलिटीको लागि। ओके, ल अब यो भिडियोको लागि लास्ट एक्सरसाइज हेरौँ। क्रिटिकल थिंकिङसँग रिलेटेड एक्सरसाइज हो। यो चाहिँ पेज नम्बर 92 मै रहेको छ भाइ बहिनीहरु। यसमा 3 वटा क्वेशन दिएको छ जसमध्ये क्वेशन नम्बर ए ले के भन्छ त भन्दाखेरि डु यु बिलिभ दैट वकिङ हेल्प्स अस अन्डरस्ट्यान्ड आवरसेल्व्स, गिभ रिजन्स इन सपोर्ट अफ योर ओपिनियन भनेको छ। के रे वकिङ गर्दाखेरि जुन हिडिन्छ नि त, अनि त्यसले चाहिँ के हामीलाई आफूलाई बुझ्नलाई सहयोग गर्छ त, आफैलाई बुझ्न सहयोग गर्छ त हैन। कारण सहित आफ्नो विचार राख्नुहोस् भनेको छ। मैले यसको आन्सर चाहिँ लगभग 100 वर्डमा लेखेको छु भाइ बहिनीहरु। 10-12 लाइनमा आटिहाल्छ, त्यही अनुसारले लेख्नु होला। क्वेशन नम्बर बी को पनि आन्सर हेरिहालौँ भाइ बहिनीहरु। बी ले के भन्छ त भन्दाखेरि थिंक अफ वान अफ योर हबीज, हाउ डज दिस हबी रिलेट टु योर साइके एन्ड सेल्फ भनेको छ। ल आफ्नो हबीको बारेमा चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। ओके, यसको पनि आन्सर मैले छोटो नै लेखेको छु, लगभग 100 वर्ड्स भित्रै छ हैन, सानो छ, 8-10 लाइनमै हुने खालको छ। ओके, क्रिटिकल थिंकिङसँग रिलेटेड आन्सरहरु यत्रै हुन्छन् भाइ बहिनीहरु, यो भन्दा सानो लेख्न सकिदैन। ओके, यो भन्दा ठुलो चाहिँ झन् लेख्न सकिन्छ, तर मैले जति सक्दो चाहिँ सर्ट एन्ड स्वीट पार्ने कोसिस गरेको छु, त्यही अनुसारले सार्नु होला। क्वेशन नम्बर सी को आन्सर पनि तपाईले देखिहाल्नुभयो। मेनी पिपल टर्न देयर हबीज इन्टु करियर्स, इज इट गुड टु टर्न वान्स हबी इन्टु अ करियर। आफ्नो चाहिँ इन्ट्रेस्टको विषय छ, हबी छ, त्यसैलाई चाहिँ मान्छेले करियरमा रूपान्तरण गर्छन्। यो तपाईलाई यसको बारेमा चाहिँ के विचार छ भनेर सोधेको हो। त्यसको आन्सर पनि तपाईले देखिहाल्नुभयो। अब भाइ बहिनीहरु, अब यो युनिट 11 मा त राइटिङको एक्सरसाइज पनि छ, ग्रामर पनि छ, स्पिकिङ पनि छ। त्यो चाहिँ कहाँ गएर हेर्ने त भन्दाखेरि डिस्क्रिप्सनमा जुन लिंक राखेको छु त्यहाँ क्लिक गरेर हेर्ने। त्यहाँनेरि यो युनिटको अर्को त्यो रिलेटेड एक्सरसाइज मात्र नभएर अरु युनिटको एक्सरसाइजहरु पनि छन्। सो त्यो सबै डिस्क्रिप्सनको त्यो लिंकमा गएर तपाई चेक गर्न सक्नुहुन्छ भन्दै अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि थ्यांक यू भेरी मच।